यो बस कति ढिलो चलाएको साथीहरू। यो हेटौँडा मनहरीको बस आज बस भन्नेवाला कति छिटो चलाएको भनेको भन्दै हामी मयुरीमा चढ्यौँ। 5-6 वर्षपछि यो मयुरीमा चढेको साथीहरू। कति हल्लाको यो मयुरी हो कि गाडी हो कि अटो हो कि टेम्पो हो, कति हल्लाको भगवान। यो दाइले मयुरी हल्लाउँदा हल्लाउँदै हामीलाई बुद्धचोकमा पुर्यायो। हाम्रो बुद्धचोक त यस्तो भएछ थाहै थिएन मलाई त। ओ माई गड। अनि मयुरीलाई पैसा दिन थाल्नुभयो धनी दिदीले। कहिले दिदी कहिले आन्टी है, के भन्छु म त। त्यस्तो भन्दै जिस्काउँदै के भन्नुहुन्छ थाहा, जापानवालीले नतिरेर हामीले तिर्न पर्ने रे लौजा। अब साथीहरू जापानबाट आउने बित्तिकै 3-4 करोड लिएर आएको हुन्छु र मैले भने नेपालमा पैसा। टिकट पनि काटियो। यो पाले दाइले टिकट पनि अलिकति च्यातेर दिनुभयो। हेराउ यो केटीहरूको चटक। टोयलेटमा पनि फोटो र भिडियो खिच्नै पर्ने। टोयलेट जस्तो सुकै होस् मतलब छैन, ब्याकग्राउन्ड कस्तो आउँछ मतलब छैन है। फोटो खिच्न पाए भयो। ल है त आन्टी, गर्मी होस् या जाडो होस् चप्पल चाहिँ फुकाल्नै पर्छ। मजा चाहिँ नलाउनुस्, यस्तै फ्ल्याटवाला लिएर जानुस्। चप्पल फुकाल्नु पर्छ है, पसिना आउँछ भनिदिएको यही लाएर आउनुभयो। फिल्म हलमा सिट भेटोस् या नभेटोस् थाहा नै भए पनि सोध्नै पर्ने बानी के नेपालीको फेरि। ल है त साथीहरू, मान्छे थोरै भए पनि फिल्म हल सुरु हुनै पर्छ भनेर कहाँ लेखेको रहेछ है। सुरु भइहाल्यो, मान्छे थिएनन्। यो फिल्म रिलिज भएको चाहिँ कति भयो, कुनी सकिने बेला हुन लाएर हो कुनी। खोइ मान्छे त 10-15 जना भन्दा मान्छे नै थिएनन् हो यो हेटौँडाको यो नारायणी मलको हलमा। खोइ कुन हो, नाम नै आउँदैन हौ मलाई हलको फेरि। मान्छे नै नभए पनि हामीले हेरेर आयौँ, रमाइलो गर्यौँ। के गर्नु, मान्छे नभए पनि हेर्यौँ त नि। तर साथीहरू किन हो मलाई त यो पपकर्न मात्रै सम्झेको। झलझली फिल्म हेर्दाखेरि मैले यो पपकर्न र यो जुसहरू सम्झेर के गर्ने होला। फिल्मतिर साथीहरू मोरी काटे ध्यान जाला मरि जाउँ के। जतिखेर नि यही पपकर्नतिर बाहेक अरूतिर ध्यान गएको छैन कि मेरो। एउटा आन्टीले फेरि पपकर्न भन्न नजानेर मम्मी पोको प्यान रे, मम्मी पोको प्यान भगवान। हामी यो ब्रेक टाइममा पपकर्न र जुस लिन गएको। हिरुनीले गुन्डालाई मारिसकेछ। फिल्ममा एउटा ध्यान गयो मरिजाउँ। राम्रो लाग्यो नि थाहा छैन, नराम्रो लाग्यो नि थाहा छैन, केही पनि थाहा छैन फिल्मको बारेमा चाहिँ। ध्यान जति सबै खानेकुरामा, फिल्म के भयो होला नि छैन, कसो भयो होला पनि छैन। थ्याङ्क यू फर वाचिङ, बाई।